सम्पूर्णमा जय गोर्खा। गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको आज यहाँ दार्जिलिङ यो प्रेस फिल्डमा हामी एउटा प्रेस वार्ता गर्न गइरहेछौँ। हामीसँग म किशोर प्रधान संयोजक, यहाँ विक्रम छेत्री सहसंयोजक, यहाँ वरिष्ठ अभियन्ता भिन्द्या डुक्पा, यहाँ वरिष्ठ अभियन्ता नारी प्रकोष्ठका प्रमुख हाम्रो शीतल सुब्बा, यहाँ वरिष्ठ अभियन्ता जितेन्द्र शैली उहाँ प्रचार अनि यहाँ युवा अभियन्ता हाम्रो आदर्श मगर। प्रथम त विगत 4 र 5 तारिकको जुन चाहिँ भल पहिरोमा हाम्रो दार्जिलिङ क्षेत्र अनि डुवर्समा धेरै ज्यान धनको क्षति भयो। ती क्षतिप्रति गोर्खाल्यान्ड एक्टिभिस्ट समूह दुःख प्रकट गर्दछ अनि मृत आत्माप्रति हामी श्रद्धाञ्जली चढाउँछौँ। अनि सरकार, राज्य सरकार, केन्द्र सरकार, जिटिए सरकारलाई ती पीडितहरू र ती नोक्सानको चाँडै भरपाई गरिदिने हामी माग पनि गर्दछौँ। साथसाथै आज लक्ष्मी पूजा, आज पनि हामीले तपाईहरुको साथ पाएर आज हामीले यहाँ प्रेस गिल्डमा हामीले अत्यन्तै महत्त्वपूर्ण प्रेस वार्ता गर्न गइरहेछौँ र दीपावली तिहारको सम्पूर्ण गोर्खा अनि अन्य समुदायमा गोर्खाल्यान्ड एक्टिभिस्ट समूह हामी हार्दिक शुभकामना बधाई टक्राउँदछौँ। विशेष यो महत्त्वपूर्ण जुन चाहिँ हाम्रो प्रेस वार्ता हामी किन भन्नु जाँदैछौँ भन्दाखेरि यो सङ्घर्ष हामीले गरिरहेको सङ्घर्ष अथवा गोर्खा जातिले गरिरहेको सङ्घर्षलाई हामीले मूल्याङ्कन गर्दाखेरि यो सङ्घर्ष जीविका होइन, यो सङ्घर्ष जीवनको सङ्घर्ष हो। यसैले गर्दाखेरि हामीले महत्त्वपूर्ण विषयहरूमा महत्त्वपूर्ण वार्ताहरू हामी प्रस्तुत गर्न गइरहेका छौँ। आजको यो वार्ता हामीले मूल रूपमा गोर्खा जातिको मूल समस्यामाथि नै हामीले वार्तालाई केन्द्रित गर्न गइरहेका छौँ र यसमा राजनैतिक रूपमा, व्यक्तिगत रूपमा काहीँ त्यस्तो खालको बिमेलहरू भयो भने पनि त्यो व्यक्तिगत र राजनीतिक रूपमा मात्रै सीमित रहन्छ। तर जातीय रूपमा हेर्नु हो भने त्यो हाम्रो लाइनलाई हामीले स्पष्ट रूपमा भन्न गएको भन्ने हामी भन्न चाहन्छौँ। हामीले 2021 देखि साधारण जनताको मेहनतको पसिनालाई आर्थिक रूपमा हामीले सहभागिताको हिसाबमा ग्रहण गरेर मात्रै जातिको सङ्घर्षलाई अगाडि लिएर गइरहेको एकमात्र उद्देश्य यो देशको मानचित्रभित्र एउटा गोर्खाको राज्य स्थापित हुनुपर्छ, तब मात्रै यो देशमा गोर्खाको चिन्नारीको सङ्कट र राजनीतिक अस्थिरताको सङ्कट सुरक्षामा परिणत हुन्छ भन्ने हाम्रो सोचलाई हामीले लिएर गइरहेको छ। यो बीचमा 4 वर्षको अन्तरालभित्र धेरैवटा राजनीतिक घटनाहरू, धेरैवटा चुनावहरूलाई हामीले सामना गर्नु पर्यो। धेरैवटा राजनीतिक विचलनहरू भए, धेरैवटा राजनीतिक वक्तव्यहरू परिवर्तन भए, त्यो मोडहरू पनि आए जहाँ हामी जस्तो एउटा इमानदार, प्रतिबद्धता बोकेको, जनताको आवाज बोकेको समूहलाई धेरै कठिन र धेरै विचलित बनाउने स्थिति पनि हामीले सामना गर्नु पर्यो। जहाँ हामीभन्दा शक्तिशाली सरकार, हामीभन्दा शक्तिशाली दलहरू हाम्रो अगाडि सामु छ, तर हामी कहीँ पनि विचलित नभइकन एक स्वरमा, एक आवाजमा हामीले गोर्खाल्यान्ड राज्य नै मूल रूपमा भारतीय गोर्खाको एकमात्र सवाल हो भन्ने विषयलाई हामीले लगातार रूपमा लिएर गइरहेका छौँ। त्यसैको अनुरूप हामीले राष्ट्रिय स्तरमा पनि यसको प्रभाव पार्न सकिरहेका छौँ। जहाँ हामीले 27 जुलाईको दिल्लीमा हामीले प्रथम पल्ट राष्ट्रिय स्तरमा हामीले शहीद दिवस हामीले पालन गर्न सक्यौँ। यो बीचमा राजनीतिक हिसाबमा राजनीतिक पार्टीको आफ्नो वक्तव्यहरू आइरहेको छ।
कतिजनाले कतिवटा दलहरूले अहिले सम्भव छैन, विकल्पको हिसाबमा हामी जानुपर्छ भनेर भइरहेको छ भने कतिजनाले मुद्दालाई अर्को दिशामा, जस्तो कि सिक्किम विलय, जस्तो कि 6 शेड्युल, जस्तो कि उत्तर बङ्गाल, जस्तो कि सीमाञ्चल प्रदेश, जस्तो कि पश्चिमाञ्चल प्रदेश, यो विभिन्न मुद्दाहरू यो 4 वर्षभित्र आयो। तर हामीले अठोट गर्यौं मुद्दालाई, हाम्रो गोर्खाल्यान्डको मुद्दालाई डिरेल हुन हामी दिँदैनौं भनेर हामीले प्रत्येक नयाँ नयाँ इस्युहरूलाई पनि हामीले सामना गरेर हामीले अहिलेसम्म गोर्खाल्यान्डको मुद्दालाई हामीले डिरेल गर्न दिएनौं। यो बीचमा 21 मा एउटा ट्राइपार्टिट वार्ता भयो, जहाँ जीटीए को कुराहरू उठ्यो, जहाँ प्रशासनिक व्यवस्थाको कुराहरू उठ्यो, जहाँ दार्जिलिङको विकास र दार्जिलिङको पञ्चायत व्यवस्थाको कुराहरू उठ्यो। त्यसलाई पनि हामीले नकार्यौं। वार्तालाई पनि हामीले ट्राइपार्टिट वार्ताको हामीले मूल्याङ्कन हामी गर्दैनौं, किनभने यो छुट्टै राज्य गोर्खाल्यान्ड बीजेपी को केन्द्रमा रहेको सरकारले दार्जिलिङको राजनीतिक गोर्खाको राजनीतिक पार्टीसँग सम्झौता गरेर गरेको चुनावको जुन चाहिँ संकल्प, यसमा बंगाल विधानसभा अथवा बंगाल सरकार आउँदैन भनेर हामीले त्यति बेला पनि त्यो ट्राइपार्टिट वार्तालाई हामीले बाइपार्टिट हुनुपर्छ भनेर हामीले त्यति बेला पनि 2021 मा भन्यौं। आज किन भन्दैछौँ हामीले यो कुराहरू? आज हामीले किन पुरानो चीजहरुलाई जोडेर ल्याउँदैछौँ भनेर भन्दाखेरि आज जुन चाहिँ स्थिति हाम्रो अगाडि आइरहेको छ, त्यो पुरानै कुरालाई जोडेर ल्याउने स्थिति आज हाम्रोमा आइरहेको छ। र यो बीचमा हामीले 3-4 वटा शहीद दिवसहरू मनायौं। यो बीचमा पञ्चायत चुनाव आयो, यो बीचमा डीजेसी चुनाव आयो, यो बीचमा फेरि नयाँ गरिकन 2024 मा हाम्रो लोकसभा चुनाव आयो। र यो अहिलेसम्म हामीले प्रयास गर्दा गर्दै पनि दुईटै ध्रुवीय मात्रै हामीले पाइरहेका छौं। मूल रूपमा गोर्खाको आफ्नै ध्रुवीय हुनुपर्छ भन्ने हाम्रो प्रयासमा अहिलेसम्म हामी सफल भइरहेको छैनौं। र अहिले पनि ध्रुवीय के हो भन्दाखेरि एउटा केन्द्रको ध्रुवीय जो भाजपाको नेतृत्वमा छ भने अर्को चाहिँ बंगालको ध्रुवीय जो तृणमूलको नेतृत्वमा छ। र यो दुईटै ध्रुवीयमा खेल्ने राजनीतिक दलहरूको कारणले गर्दाखेरि आज पनि हामी संघर्षमा लडिरहनु परेको स्थिति हामीले महसुस गरिरहेका छौं। हामीले विगत केही दिन अगाडि यहाँ एउटा पोस्टर टालेर हामीले त्यहाँ भनेको छौं कि हाम्रो सवाल भनेको गोर्खाल्यान्ड हो, अनि सरकारले जुन चाहिँ गरेको एक्सरसाइजमा सरकार आफै नै त्यो एक्सरसाइजलाई फेल गर्ने प्रयासहरू गरिरहेको छ। हामीले भनेको थियौं सरकारले 4 अप्रिलको जुन चाहिँ 2025 को ट्राइपार्टिट मिटिङमा भनेको कुरा जुन उल्लेख गरेको सरकारले एउटा त्यहाँ जोडेको छ, फर्दर डिस्कसन दार्जिलिङको समस्या समाधान गर्नुको निम्ति कन्सर्न चाहिँ बंगाल सरकारलाई लिएर गरिन्छ भनेर ट्राइपार्टिटमा भनेको कुरा हुँदा हुँदै पनि फेरि नयाँ गरिकन फेरि नयाँ व्यवस्था कुरो अमित शाहसँग 2024 को 12 सेप्टेम्बरको दिन भेटेको कुराहरू उल्लेख भएको त्यो बेसी दिन भएको छैन। त्यतिबेला हामीले त्यो दुईटै कुरोलाई सामने राखेर हामीले गोर्खाल्यान्ड कुरा हामीले भन्यौं, उठान गर्यौं। तर त्यसको 1-2 दिन बादमा फेरि वार्ताकारको जुन एपोइन्टमेन्ट भयो केन्द्र सरकारबाट है, नोटिफिकेसन आएको छैन भन्ने कुरो आज सञ्जालमा छ। हामीले पनि नोटिफिकेसन दिएको छैनौं। तर अहिलेसम्म यो जुन चाहिँ राष्ट्रिय स्तरमा यो कुरो बहसको हिसाबले लिएर गयो, बंगालको मुख्यमन्त्रीले केन्द्र सरकारको प्राइम मिनिस्टरलाई चिठी लेखेको जुन चाहिँ अफिसियल चिठी लेखिसके पश्चात पनि यो चाहिँ होइन भनेर कहीँबाट पनि यो एपोइन्टमेन्ट होइन भनेर कहीँबाट पनि त्यस्तो पुष्टि नआएको नै एपोइन्टमेन्ट निश्चित भएको कुरा हामीले मान्नु परेको स्थिति छ अहिले। तर यो जुन एपोइन्टमेन्ट भयो, इन्टरलोक्युटर जुन वार्ताकार जुन मध्यस्थताको जुन कुराहरू छ, यसमा हामीलाई फेरि पनि मुद्दामाथिको समस्याको अथवा मुद्दामाथिको संकटको आभासहरू हामीले महसुस गर्नु थालेको छौं। यसैले गर्दाखेरि हामीले एउटा प्रेस वार्ता, प्रेस नोट हामीले आज लिखित रूपमा लिएर आएको छौं है, जहाँ अरु धेरैवटा राजनीतिक पार्टीसँग
मेल नखानु पनि सक्छ। कतिवटा राजनीतिक पार्टी अथवा कतिवटा सामाजिक संस्था, सामाजिक सोसियल अर्गनाइजेसनसँग मेल खानु पनि सक्छ। तर निश्चित रूपमा हाम्रो यो 3 दिन लगातार मिटिङ पछिको यो निचोड हो आज यो हाम्रो प्रेस नोट। म तपाईहरुलाई प्रेस नोट पढेर सुनाउँछु अनि आशा गर्छु तपाईहरुले तपाईहरुको पक्षबाट पनि अवश्य हामीलाई प्रश्न गर्नुहुन्छ। तर यो भन्दा अगाडि म एउटा कुरो के भन्न चाहन्छु भने जब घोषणा भयो दिल्लीबाट प्रेसमा आयो तब हाम्रा पक्षबाट गोर्खाल्यान्डका संग्रामी हाम्रा नेतृत्वहरू जो राजनीतिक दललाई बिलोङ्स गर्छ उहाँहरूले जुन प्रकारले वेलकम गर्नुभयो, यति छिटो वेलकम गर्नुभयो, सायद उहाँहरूले आफ्नो दलको केन्द्र कमिटीको मिटिङ पनि नराखिकन वेलकम गर्नुभयो होला भन्ने हामीलाई शंका छ। किनभने त्यसलाई विश्लेषण नगरिकन वेलकम भयो कि भन्ने हामीलाई लागेको छ र यो जग्गामा विश्लेषण गर्नुपर्ने कुरा थियो भन्ने हामीलाई लाग्यो। र यो आज हामीले यो जुन प्रेस वार्ता प्रेस नोट आज तपाईलाई पढेर सुनाउँछु। गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको पक्षबाट प्रेस विज्ञप्ति हामी डाइरेक्ट लेखेका छौं। हाम्रो पोइन्टहरु हामी तपाईलाई लेखेका छौं। 1 नम्बर, केन्द्र सरकारले हालै दार्जिलिङ, कालिम्पोङ तथा तराई डुवर्स क्षेत्रमा दशकदेखि चलिआएको गोर्खाल्यान्डको दीर्घकालीन राजनीतिक मुद्दाको समाधानको निम्ति पुनः एकजना वार्ताकार नियुक्त गरेको समाचार सार्वजनिक भएको छ। यो कुरा 2 नम्बर, गोर्खाल्यान्ड एक्टिभिस्ट समूह यस विषयमा स्पष्ट रूपमा भन्न चाहन्छ कि हामी वार्ताको विरोधमा छैनौं, तर वार्ताको नाममा मुद्दालाई टार्ने परम्परागत शैलीको कडा विरोधमा अवश्य छ। दशकहरुमा विभिन्न सरकारहरूले बारम्बार वार्ताकार नियुक्त गरेर समय व्यतीत गर्ने काम मात्र गरेका छन्, तर गोर्खा जातिको पहिचान र स्वशासन सम्बन्धी मूल समस्या भने अझै यथावत छ। यस्तो अभ्यासले न त समाधानको दिशा देखाएको छ न त जनतामा विश्वास पैदा गरेको छ। 4 नम्बर, जनप्रतिनिधिहरू संसदमा रहेको बेला पनि केन्द्र सरकारले वार्ताकार मार्फत मुद्दालाई टार्ने प्रयास गर्नु गोर्खा समस्या प्रति उपेक्षित दृष्टिकोण हो। यो कदमले फेरि एकपल्ट गोर्खाल्यान्ड मुद्दालाई अनावश्यक रूपमा लम्ब्याउने संकेत दिएको छ। 5 नम्बर, हामी गोर्खाल्यान्ड एक्टिभिस्ट समूह सरकारको यस निर्णयलाई राजनीतिक छल र गोर्खा जातिको भावनाको अपमान ठहर गर्दै सरकार समक्ष आग्रह गर्दछौं कि केन्द्रले तत्काल स्पष्ट राजनीतिक प्रतिबद्धता र समय सीमा सहित वार्ताको प्रक्रिया सुरु गरोस्। यो वार्ताको प्रक्रिया भन्दाखेरि जुन वार्ता सरकारले प्रिभियस जुन गरेको थियो ट्राइपार्टेट हिसाबमा, त्यो नै हामीले बाइपार्टेट वार्ताको कुरा भनेको हो। 6 नम्बर, गोर्खा समुदायको पहिचान, अधिकार र आत्मशासन सम्बन्धी माग कुनै अस्थायी राजनीतिक छलफलको विषय होइन, यो हाम्रो अस्तित्व र समान अधिकारको विषय हो। 7 नम्बर, अन्तत गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले सरकारको यस पटकको पहललाई गम्भीरतापूर्वक लिन र वास्तविक राजनीतिक समाधानको लागि ठोस कदम चाल्ने आग्रह गरेको छ। यो हाम्रो आज गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको आधिकारिक जुन चाहिँ प्रेस नोट हामीले तपाईहरुलाई हामीले सार्वजनिक गरेका छौं। किनभने हामी आफैलाई एउटा सरोकारवाला भन्न चाहन्छौं कि गोर्खाल्यान्ड एक्टिभिस्ट समूह यो गोर्खाल्यान्ड मुद्दामाथि एउटा सरोकारवाला हो। साथसाथै एउटा कुरो हामीले सञ्जालमा हामीले जान्न पायौं, बुझ्न पायौं कि यसपालिको मध्यस्थकर्ता जुन एपोइन्टमेन्ट भयो उहाँको सब्जेक्टमा हाम्रा वरिष्ठ पत्रकार विवेक छेत्रीकै पनि एउटा अन्तर्वार्तामा हामीले त्यहाँ जान्नु पायौं कि स्पष्ट रूपमा गोर्खाल्यान्ड मुद्दा छैन भन्ने कुराहरू हामीले बुझ्न सक्यौं। त्यसैले गर्दाखेरि हामीले चाहेको अथवा हाम्रो आवश्यकता बोध भइरहेको मुद्दा गोर्खाल्यान्ड हुँदा हुँदै पनि सुन्नेले त्यो गोर्खाल्यान्ड सुनिदिएन भने त्यो भनेको कुरो कतिको त्यसमा ताकत हुन्छ। जस्तो हामीले सब्जेक्ट भित्र नै बसेर सरकारी नियम मुताबिक काम गर्नुपर्ने हुन्छ। जस्तो पार्लियामेन्ट सेसन चल्छ,
जस्तो विधानसभा चल्छ, त्यो विधानसभामा स्पिकरहरूले भनेको विषयभित्र मात्रै बोल्नु पाउँछ, नभए अरू विषय बोल्यो भने त्यो नोट डाउन हुँदैन अथवा रेकर्डेड हुँदैन भन्ने जुन प्रचलन र नीति छ, यसमा पनि त्यस्तै भयो भने हामी जुन प्रकारले आज कतिवटा राजनीतिक दलहरू, कतिवटा साधारण मान्छेहरू, कतिवटा एक्टिभिस्टहरू जुन उत्साहित प्रकारले आफूलाई प्रफुल्लित बनाइरहेको छ, तर त्यो विषयलाई नै उहाँहरूले सम्बोधनमा राखेन, एजेन्डामा राखेन भने त्यो एउटा एक्सर्साइज गलत मात्रै हुन्छ भन्ने पनि हामीलाई लागेको छ। यसोस्ले गर्दाखेरि यो स्थितिमा धेरैजनाले यसलाई पोजिटिभ साइड हो भन्ने भनिरहेको छ भने हाम्रो विश्लेषणमा, हाम्रो अनुभवमा, किनभने आज हामी जतिजना यहाँ छौँ एक्टिभिस्टहरू, यो एक्टिभिस्टहरूले हामीले विगत 86 को आन्दोलनदेखि देखेर र अनुभव गरेर आएकोहरू हौँ। आज धेरैजनालाई इन्टरलोकेटर भन्ने कुरोहरू शब्द धेरैजना युवाहरूले, नारीहरूले, स्टुडेन्टहरूले सुनेको छैन। मध्यस्थकर्ता, वार्ताकार भन्नेको कुराहरू सुनेको छैन। उनीहरूले एउटा ठुलो विषय भनेर लिइरहेको होला, तर विगत दिनहरूको वार्ताकारहरूको भूमिका, हाम्रो गोर्खाल्यान्ड माथिको भूमिका अनि वार्ताकारले दिएको सल्लाह अनुसार सरकारले हाम्रो नेतृत्वहरूलाई जबरजस्ती सम्झौता गरेको अनुभवहरूले हाम्रो गोर्खाल्यान्ड हामीभन्दा धेरै टाढा हामीले पुगेको देखेका छौँ। यसोस्ले गर्दाखेरि यो स्थितिमा हामी पुग्नु हुँदैन, हामी जिरोदेखि सुरु गर्नु हुँदैन। हामीले हाम्रो सांसदलाई 2019 मा 7 लाख भन्दा बेसी भोटले जिताएर पठायौं भने यसपालि पनि लाखौं भोटले जिताएर पठाएको उहाँको दायित्व अझै पनि सकिएको छैन। 2024 सम्म सांसद श्रीमान राजु विष्टजीको दायित्व सकिएको छैन। 29 सम्म उहाँ हाम्रो लागि गोर्खाल्यान्डको प्रतिनिधि भएर सांसदमा पुग्नु भएको छ भने आज उहाँले नै यसको नेतृत्व दिएर हाम्रो गोर्खाल्यान्डको माग पूरा गर्नुपर्ने स्थितिमा आज फेरि कहाँबाट बीचमा एउटा ब्युरोक्राट्स पुसेर, जुन ब्युरोक्राट्समा साधारण जनता पुग्नु सक्छ कि सक्दैन, तर सांसदसँग साधारण जनता पुग्ने एउटा पुरा ओपन स्थितिमा पनि आज हामी फेरि पछाडि गरेको हामीले महसुस गरिरहेका छौँ। साथसाथै यो पनि एड गर्छौँ हामी कि हामीलाई धेरैवटा राजनीतिक पार्टीहरू, मूल दार्जिलिङको कतिवटा राजनीतिक पार्टीले आह्वान गरिरहेको छ, आउनुहोस् यसमा एक साथ भएर हामी यसमा जाउँ, बोलौँ, भनौँ भनेर भनिरहेको छ। फेरि आर्टिकल 244A को कुरा, जिटिआर को कुरा, के अरे 6औं अनुसूचीको कुरा उहाँहरूले नै भट्टाइरहेको स्थिति आज ओपन छ, पब्लिक डोमेनमा छ। त्यसले गर्दाखेरि हामी त्यस कुराहरू, त्यो वक्तव्यलाई हामीले कसरी हेर्नु, कसरी पत्याउनु, यो कुराहरू आज प्रश्न चिन्ह हाम्रो अगाडि खडा भएको छ। हामी आह्वान गर्छौँ आज यहाँबाट गोर्खाल्यान्ड एक्टिभिस्टमा आह्वान गर्छ, जतिवटा पनि सामाजिक संस्थानहरू छ, नन पोलिटिकल अर्गनाइजेसनहरू छ, जसले गोर्खाल्यान्डको निम्ति आफ्नो इमानदारितालाई के अरे एउटा दरो बनाएर राखेको छ, प्रतिबद्धता बनाएर राखेको छ। जस्तो हामी एक्टिभिस्ट समूह भयौँ, अहिलेसम्म हामीले अफिसियल आधिकारिक रूपमा एसएससीसी को वक्तव्य हामीले पाएको छैनौँ। सायद उहाँहरू गोर्खाल्यान्ड माथि नै सायद के प्रतिबद्धता उहाँहरूको छ, ज्ञान छ, एसडीसीसी छ है। उहाँहरू जस्तो सामाजिक नन पोलिटिकल अर्गनाइजेसनहरू जसले चाहिँ गोर्खाल्यान्डलाई मूल सवालको रूपमा उहाँले राखेको छ, हामी कोसिस गर्छौँ उहाँहरूसँग हामी एकपल्ट भेट्ने, जुट्ने कि गोर्खाल्यान्डको मुद्दालाई अझै पनि दरो हिसाबले कसरी लिएर जानु सक्छौँ। यहाँ वार्ताकार, मध्यस्थकर्ताले यहाँ जब आफ्नो काम सुरु गर्नु भन्दा अगाडि नै गोर्खाल्यान्डको वेबलाई फेरि एउटा दरो रूपमा हामीले लिएर जानु सक्नुपर्छ भन्ने हामीलाई लागेको छ। त्यो वेब जब हामी लिएर जान्छौँ तब मात्र यहाँ रहेका स्टेक होल्डरले पनि फिल गरोस् कि हामीले त्यो वार्ताकारसँग हामीले एकमात्र गोर्खाल्यान्डको मुद्दा हामीले बोक्नुपर्छ भन्ने फिल गरोस् भन्ने हामीलाई लागेको छ। यही कुराहरू चाहिँ आज हामीले आजको यो के भनौँ हाम्रो फेस्टिभलको दिनमा पनि तपाईहरुसँग हामीले साझा गर्न सक्यौं।
बिजेपी सरकारले यसो हेर्दाखेरि केही न केही सेटलमेन्ट गर्नु खोजिरहेको देखियो नि है। किनभने जेसुको ढिलै भए पनि ट्राइपार्टाइट मिटिङहरू भइरहेको थियो, फेरि आएर यो एउटा इन्टरलोकेटर अपोइन्ट भयो भन्ने एउटा कहीँ न कहीँ देखिरहेको छ। तर तपाईँलाई के लाग्छ क्या बिजेपी सरकारले बङ्गालदेखि अलग्गै व्यवस्थापट्टि जाने सोच छ कि बङ्गालभित्रकै व्यवस्था नै बनाउने सोच उहाँहरूको के बुझ्न सकिराख्नु भएको छ तपाईँहरूले? हेर्नुहोस्, यो मैले अघि पनि भने 2000 यो आजभन्दा दुईटा जुन इन्टरलोकेटर जुन वार्ताकार एपोइन्ट गर्यो केन्द्र सरकारले काङ्ग्रेसको समयमा होइन, त्यो वार्ताकारले त बङ्गालभित्रकै व्यवस्थालाई नै हामीलाई पुर्यायो नि त होइन। र बङ्गालदेखि बाहिरको यदि व्यवस्थामा पुग्नु हो भने त वार्ताकारको आवश्यकता छैन नि त, डाइरेक्टली त पार्लियामेन्टको कुरा हो नि त। अब वार्ताकार पनि अब यस्तो स्थितिमा भयो कि दार्जिलिङको लिडर्सहरू दिल्ली पुग्नु नसक्ने स्थिति नभएको होइन। आज दार्जिलिङको लिडरहरू दिल्ली पुगिरहेको छ, बातचित मारिरहेछ, एमपीसँग भेटघाट गरिरहेछ। द्याट मिन्स स्टेक होल्डर्स र सरकारसँगको सम्बन्ध त गुड छ, राम्रो छ, भेटघाट भइरहेछ, कहीँ बाधै छैन भने वार्ताकारको आवश्यकता त त्यसै पनि थिएन नि। किनभने ट्राइपार्टाइट मिटिङ त भइरहेको हो नि त होइन। लास्ट ट्राइपार्टाइट मिटिङमा पनि 1 महिनाभित्र अर्को ट्राइपार्टाइट मिटिङ भनेर घोषणा भएको हो। तर त्यही ट्राइपार्टाइट मिटिङलाई किन कन्टिन्युएसन नगरिकन फुत्त वार्ताकार आयो? अब हामीले जहाँसम्म खबर पाएको छौँ कि वार्ताकारको मियाद 1 सालको भनेर भन्दैछ भनेपछि 1 सालको मियादभित्र 1 सालभित्र चाहिँ अब यहाँ चाहिँ बातचित मात्रै भइबस्ने, आन्दोलन नहुने। हामी जस्तो एक्टिभिस्टले पनि वार्ताकारले के भन्दैछ भनेर सुनिबस्नु पर्ने माहौल नेरेटिभ तयार गरेर गोर्खाल्यान्डको आन्दोलनलाई पूर्ण रूपमा दबाउने षड्यन्त्र त होइन भन्ने हामीलाई लागेको छ। किनभने 26 अगाडि के हुन्छ भन्ने कुरोहरू सबैले सोचिरहेको छ। तर बङ्गालभित्रको व्यवस्था 26 अगाडि हुनु हो भने बङ्गाल सरकारलाई कन्फिडेन्टमा लिएरै काम गर्नु पर्यो केन्द्र सरकारले। बङ्गालदेखिको बाहिर व्यवस्था हुनु हो भने डाइरेक्ट पार्लियामेन्टमा जानु पर्यो। यो दुईटै कुरोमा आज असमझ छ। त वार्ताकारले, हाम्रो अनुभवमा वार्ताकारले बङ्गालभित्रकै व्यवस्थालाई मोड्छ र लान्छ भन्ने कुरो स्पष्ट हामीले विगतको अनुभवले देखेको कारणले गर्दाखेरि नै हामीले यो अनावश्यक एक्सर्साइजहरूको आवश्यक थिएन भन्नु खोज्दैछ। कहीँ शङ्का लाग्छ तपाईँहरूलाई यो वार्ताकार अपोइन्ट गरेकोमा? किन कारण अब सन्दर्भ कस्तो भने विमल गुरुङज्यूले त अफिसियल्ली स्टेटमेन्ट दिनुभएको अन्त जनसभामा अब जिटिआर हुनेवाला छ, होम मिनिस्टरले जिटिआर बनाउने पक्षमा हुनुहुन्छ र यो 11 जनजाति त एडिसनल गिफ्टको रूपमा दिन्छ भनेर उहाँ त अफिसियली स्टेटमेन्ट दिइसक्नु भएको छ नि। अब वार्ताकारले त्यसलाई नै फलो गर्छ जस्तो लाग्छ कि त्यो बाहेक अरू अन्य? हामीले त्यो विषयमा हेरेको छैनौँ, त्यसरी पनि हेरेको छैनौँ है। हाम्रो विषय स्ट्रेट हो, कुराहरू सिधै कुरा हो के भने वार्ताकारले चाहिँ गोर्खाल्यान्ड अथवा बङ्गालदेखि बाहिरको व्यवस्थालाई चाहिँ उसले ओपन लिएर जानु सक्दैन। किनभने एपोइन्टमेन्ट बाई गभर्मेन्ट अफ इन्डिया होम मिनिस्ट्री भनेपछि उनीहरूले चाहिँ एकातिर विमल गुरुङको पक्षबाट के भन्दैछ भन्दाखेरि चाहिँ अहिले गोर्खाल्यान्ड सम्भव छैन भनेर होम मिनिस्टरले 2024 को सेप्टेम्बर महिनामा भनेको छ भनेर उहाँहरूले वक्तव्य दिइरहनु भएको। वार्ताकार एपोइन्टमेन्ट गर्नु हो भने गोर्खाल्यान्डको पक्षमा जाने त कुरै आएन नि त। त्यसमा त उहाँहरूकै कुरा सुन्नु हो भने त्यसो भयो भने हामी जस्तो गोर्खाल्यान्डको मूल सवाललाई अगाडि लिएर जाने पक्षले चाहिँ वार्ताकारको आवश्यकतालाई चाहिँ महसुसै गर्दैनौँ नि त। हामी त त्यसलाई त त्यो प्रकारले हार्डली वेलकमै गर्नु सक्दैनौँ नि त। हाम्रो आन्दोलनलाई, यो जनताको आन्दोलनलाई चाहिँ अझै नै पनि फेरि डिरेल गराउने पो यो षड्यन्त्र हो कि क्या भनेर हामीले जुन यहाँ लेखेको छौँ, प्रेस नोटमा लेखेको छौँ, हामीलाई त्यही शङ्का लागेको छ। किन खुलेर विरोध गर्नुहुन्न अन्त? होइन, खुलेर विरोध भनेर त हामीले अहिले पनि भनिहाल्यौँ। हाम्रो गोर्खाल्यान्डको आवाज यो हामी उठाएर लिएर जानुपर्ने होइन। हामी यसको लागि हामी अझै पनि हामीले भनेको छौँ कि गोर्खाल्यान्डको सवाल दार्जिलिङको मात्रै होइन, यो सवाल भारतीय गोर्खाहरूको हो। हामी गोर्खाल्यान्ड एक्टिभिस्ट समूह भारतीय गोर्खाहरूको पक्षमा पनि पुग्छौँ। हेर्नुहोस्, हामी जान्छौँ, हामीले तयार गरिसकेका छौँ। हामीले त्यसको मितिहरू सेड्युलहरू तयार गरेका छौँ। हामी केही दिनभित्रमा भारतको अन्य राज्यमा पनि गएर यो विषयमा हामी चर्चा गर्दैछौँ।
के यो इन्टरलोक्युटर जुन गभर्मेन्ट अफ इन्डियाले एपोइन्ट गरेको छ सुरुवाती बुनियादी हिसाबमा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले यसलाई हार्डली वेलकम अनावश्यक रूपमा लिएको भनेर हामीले भनिसकेको छौँ भने अन्य राज्यमा बस्ने गोर्खाको यसमा विचार के छ हामी त्यो पनि जान्न चाहन्छौँ र जानेर हामी यसलाई कुन हिसाबले विरोध गर्नुपर्ने अथवा कुन हिसाबले गोर्खाल्यान्डको मुद्दालाई अर्को दिशाबाट लिएर जानुपर्ने हो हामी त्यो निर्णय गर्छौँ। भनेपछि इन्टरलोक्युटर ओपन भएपछि तपाईँले गोर्खाल्यान्ड त हुँदैन नै भनेर तपाईँको आफ्नो बुझिसकेपछि भने कुनै न कुनै बङ्गालभित्रको व्यवस्था भित्राउने प्रयास हुन्छ भने त्यति बेला चाहिँ तपाईँहरूको के हुन्छ स्ट्यान्ड? हेर्नुहोस् हामीले गोर्खाल्यान्ड हुँदैन भन्ने कुरोमा त हामी जाँदैनौँ। गोर्खाल्यान्ड त सम्भव छ भनेर यो इन्टरलोक्युटरको थ्रुबाट चाहिँ इन्टरलोक्युटरको थ्रुबाट त गोर्खाल्यान्डको पक्षमा डिस्कस हुँदैन भन्ने कुरो त गभर्मेन्ट अफ इन्डियाको एपोइन्टमेन्ट र हाम्रो यहाँको पोलिटिकल पार्टिजहरू लिडरको वक्तव्यबाटै क्लियर हुँदैछ नि त। यदि यहाँबाट पनि हामी कुनै यहाँको पोलिटिकल पार्टी जस्तो गोजा मोमो क्रामाका गोरा मोमोले कुनै पनि स्टेटमेन्ट यस्तो दिएको छैन कि हामी अरू विषयमा बातै मार्दैनौँ खालि गोर्खाल्यान्डको मुद्दामा मात्रै बात मार्छौँ इन्टरलोक्युटरसँग भन्ने वक्तव्य उहाँहरूबाट आएकै छैन नि त। एउटा पनि वक्तव्य उहाँहरू आएको छैन नि त। उहाँहरूले त आफ्नो स्टेटमेन्ट दिँदाखेरि होम मिनिस्टरले अहिले गोर्खाल्यान्ड सम्भव छैन भन्ने कुराहरूलाई नै उहाँहरूले रिपिटेडली भनिरहेको कुरामा त हामीलाई शङ्का जाग्नु त यो त त्यो न्यायचित कुराहरू हो नि त। त्यसले गर्दाखेरि नै चाहिँ हामीले इन्टरलोक्युटरमाथि हामीले अनावश्यक यो एक्सर्साइज हो केन्द्र सरकारले चाहिँ थ्रु पार्लियामेन्ट राजु विष्टलाई नै चाहिँ गोर्खाल्यान्डको बिल ल्याउनु पर्छ भनेर चाहिँ गभर्मेन्ट अफ इन्डियाले चाहिँ राजु विष्टको जिम्मेवारी लाउनु पर्ने थियो। तर त्यो नलगाएर चाहिँ अर्को डोरबाट आउँदाखेरि चाहिँ हामीलाई शङ्का जागेको भन्ने कुरा हो।